आज पानीपुरीको रेसिपी भन्न लागेकी छु है। पानीपुरी भन्दा त सबैको मुखमा पानी आउँछ है, तर घरमा कसरी बनाउने भनेर धेरैजनालाई आउँदैन। यतिको पानीपुरी घरमा बनाएपछि बाहिर खानु पर्दैन है। अब पुरी बनाउनको लागि 1 कचौरा आटा र 1 कचौरा सुजी ल्याएकी छु है। तातो पानीले थोरै थोरै गरेर मिक्स गरिसकेर डो बनाएर राखेकी छु है। पानीपुरीको मसलाको लागि आलु, प्याज, धनिया, चाउचाउ, चना, मटर, पानीपुरी मसला र नुन हालेर मिक्स गरे है। अन्तिममा तेल हालेकी छु है। 1 घण्टासम्म पिठो राखिसकेपछि सानो सानो डो बनाएर बेलेकी छु है। तेलमा फ्राई गर्न लागेपछि सुरुमा राम्रो भएन है, त्यसैले मैले बाहिरबाट किनेर पानीपुरी फुराएकी छु। अब पानी बनाउनको लागि पानीपुरी मसला, सुप, धनिया र टेनो हालेकी छु है। कागती र स्वाद अनुसारको नुन हालेकी छु है। रेडी भइसकेपछि खानातर्फ लागे। खाए ल।